Hello everyone, welcome back to my YouTube channel दर्शन नमस्ते इट्स मी रन्जु। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ शनिबार अनि आज चाहिँ हामी हाइकिङ जाने दिन हो। आज अघिदेखि पानी परेर हामी चाहिँ जान पाएको थियौँ अनि चिन्डे डाँडासम्म जाने भनेर हामी चाहिँ 2 बजेहरि निस्किँदैछौँ। सक्यो भने मोटो मान्छेले खाएर भनेर खोजेको हो क्या। अहिले बोकौँला भेनाको घुँडी ठुलो छ त्यसपछि 11 बजे होइन 10:30 बजे रेडी भएर बाहिर निस्केको। केटाकेटीले बडा आएपछि मात्रै जाने अरे काकी भन्यो अनि बडालाई पर्खिँदा 12:30 बजे आइपुग्नु भयो। अनि चाहिँ कहीँ नभएको पानी आएर हामी सबजना रोक्यौँ। जता जान भनेर चाहिँ अस्तिको शनिबार पनि हामी माथि पेट्रोल पम्पदेखि माथितिरसम्म पुगेर पानी कहीँ नभएको आएर फर्क्यौँ। अनि यो शनिबार पनि पानी आयो। अब फेरि हामी चिन्डे डाँडासम्म पुग्छौँ भनेको छौँ। पानी आएन भने चाहिँ हामी पक्कै पनि पुग्छौँ, नभए आधी बाटोबाटै फर्किनेवाला छौँ। हामी चाहिँ पुलमा आइसकेको छौँ। कतिजना अगाडि हुनुहुन्छ, हामी 2-4 जना पछाडि। ल खै यो पुलबाट चाहिँ उकालो जानु पर्छ। पुलबाट चाहिँ यो पुल कटेर चाहिँ गई माथि जानुपर्छ चिन्डे जानको लागि चाहिँ। अघि पानी आएर बाढी चाहिँ यत्रो आएको छ। हेलो गाइज, कत्रो बाढी आएछ त कत्रो। म चाहिँ घरभित्र बसेर अस्तिको जत्रो पानी आएन भन्ने लास्टै ठुलो कत्रो ठुलो पानी आएको रहेछ नि त। म चाहिँ घरभित्रै बसेर बाहिरको पानी हेरिन अस्तिको जत्रो पानी आएन भन्दै बसेको त लास्टै ठुलो पानी आएछ। मन त कति छिटो हिँडेको हौ, सबभन्दा अगाडि छ। दोहोरो सासै फेर्न गाह्रो भयो। यो उकालो हेर्दा चाहिँ थोरै छ तर पनि कस्तो गाह्रो छ। कस्तो भयो, सास फेर्न गाह्रो भयो। मजा भइरहेको छ, मजा भइरहेछ तपाईँहरूलाई। सास चाहिँ भइरहेछ। आधी टोली ऊ माथि पुग्छ, आधी यता छौँ है। हेरौँ भएको अवस्था पहिरो गएछ। यो चाहिँ चिन्डे डाँडाको बाटोको ताजा अपडेट हो। अहिले पानीले लगेको अवस्था आजकै हो। अलि भित्ता चाहिँ नहिँड्नु पर्ने रहेछ है। अरे खासै धेरै मान्छे आउने जाने छैनन् है। सधैँ त कति धेरै हुन्थ्यो नि त। अनि उता चाहिँ खोर्सानी बेच्न राख्नुभएको रहेछ, भरे फर्किँदा रहेछ भने लान्छौँ हामी। अनि आज चाहिँ थोरै मात्रै आउने जाने भइरहेछ। हामीलाई छोडेर आउने मान्छेहरू चाहिँ यिनीहरू नै हुन् है गाइज। हामीलाई छोडेर आएर अमनले चाहिँ अघि एउटा फ्रुटी खाइसकेको अवस्था। कसले किन्यो अमन? ए अनि अरू त्यहाँ आउँदै हुनुहुन्छ। मन हेलो, वेलकम छ मेरो भ्लगमा। तिमीलाई के भन्नु छ? तिमीलाई केही छैन? अनि पानीको बोतल त रित्तै छ त नि, खोइ त पानीको बोतल। हेर न, हाइकिङबाट फर्किने मान्छेहरू। तर सधैँ जस्तो आज पानी परेर होला त्यति धेरै हुनुहुन्न, त्यही पनि फर्किँदै हुनुहुन्छ। बिहानै जानेहरू होला। हेलो खै आधीबाट फर्किनु पर्यो भने फेरि रमाइलो हुन्छ। होइन त्यो छोडेपछि अल्छी हुन्छ हौ। पछाडिकोलाई पर्खौँ न, पर्खिनुपर्छ क्या। पछाडि बस्नेहरूलाई अल्छी हुन्छ। सुनकुमारी दिदी खतरा हुनुहुँदो रहेछ, यति मध्ये मैले थाहा पाइसकेँ। गाडीहरू चाहिँ यसरी जान्छ चिन्डे डाँडा। तपाईँहरू गाडी स्कुटीमा नि आउन सक्नुहुन्छ। ड्रागन फ्रुट खेती पारी
भोलि त्यहाँ जानुपर्छ होला हौ। दिदीलाई के गर अरे अमन? दुईटा ब्याग बोकाएर? कुन दिदीको नाम के अरे? के अरे? इसो दिदीले? हेर मन्ता दिदीलाई झोला बोकाउनु भयो है दुईवटा। ओहो दिदी त उता होटलतिर जानुभयो। मन्ता दिदी उतै आउनुहुन्छ। अमन चाहिँ गलेर लाथ्राक्क भइरहेको छ। यहीँ बिसाम कि बिसाम भन्दैछ। खोइ बडा ल बडा पनि उतै आउँदै हुनुहुन्छ। हिँड लु मारिहाल्नु नि दुईवटा झोला बोकाएर भन्दैछ। माया गर्दो रहेछ मन्ता दिदीलाई चाहिँ होस्। आयो ल यो होटलको नाम चाहिँ के रहेछ? लाउरे। हामी चाहिँ यसरी पर्खिरहेको छौँ साथीभाइलाई होइन। साथीभाइ चाहिँ आउँदैछन् त्यहाँनिर। अनि कोही कोही उता माथि। हामी चाहिँ यसरी थाच्चै बसिरहेको छौँ। साली भेनार कति साह्रो माया हो। थुक्का तानेको चाहिँ देखेन। आमा बोक्ने अरे अब हेर यति बलवान साली माया गर्ने भएपछि कसको के लाग्छ? लु लडियाला है गाइस। हो त सर्टकट जानुपर्छ हौ सुनकुमार दिदी। यताबाट सर्टकट रोडबाट हिँड्दाखेरि ढिलो हुन्छ। सर्टकट जाँदा छिटो पुगिन्छ। त्यही भएर यताबाट हिँड्नु पर्छ क्या। को चाहिँ ल ल ल तपाईँ नै छिटो पुग्नुहुन्छ होला। पुग्न त चिन्डेमा भेटौँ न रमिता डाँडामा। हाम्रो ग्रुप यता छ होइन। अनि आज चाहिँ शनिबार र आइतबारको दिन चाहिँ छुट्टीको दिन भएर एकदमै बाटोमा आउने जाने मान्छेहरू धेरै हुनुहुन्छ। अनि अझ आज दिउँसो पानी परेर त्यति धेरै हुनुहुन्न। सर्टकट चिन्डे डाँडाको हिँडाइ यस्तो छ। पानी खायो है अमन। कस्तो मिठो लाग्यो चिसो पानी। कस्तो कस्तो रहेछ बडाले ल्याएको चिसो पानी? बोल्दैन त। चिसो आनन्द भयो हो। अनुहारमै राखेर खोइ हेरौँ। ए ल आउनु है आउनु है आउनु है। गङ्गा दिदी गाह्रो भयो? अहिले ठिक छ? ए रोटी हिँड्नु भन्दा नि यस्तो सर्टकट बाटो हिँड्न अलिक मजा हुन्छ है। अलिक मजा हुन्छ क्या। कहिले आयो माथि डाँडामा? अब हेरौँ। त्यही त जाने हो माथि त्यो घरमा। ए ल ल ल ल त्यही माथि भनेको चिन्डे डाँडादेखि माथिको। अलिकति माथि छ। डाँडा आइपुग्यौँ हामी। सर्टकट 39 भयो। ए आधी घन्टै लागेछ ठ्याक्कै त्यहाँबाट पनि। तर नजाने भनेर पनि जबरजस्ती के नमिठो बनाउनु हो भनेर हिँडे हाम्रो दिदीहरू लाग्नु भयो। आज पनि कम्प्लिट भएन डेस्टिनेसन भनेर फेरि परिरहेको थियो होइन। फाइनली आज चाहिँ चिन्डे डाँडा नै पुगिने पर्यो। ल है कतिको चिप्लो छ बाटो? चिप्लो छ कि छैन अरे? ल बाई बाई। म पनि सर्टकटै जाने। बाई। 3 जना हामी। कतिको छिटो हुँदो रहेछ है सर्टकट बाटो। लाग्यो उकालो। खै बहिनीहरूले मलाई छोड्नुहुन्छ कि के गर्नुहुन्छ थाहा छैन। अब म पनि के पाक्नु पर्ने रे? यति बेला त होइन भदौमा होला है। आउनेले सामान जति सबै यतै बोकेको छ। हामी गएनौँ भने चाहिँ उहाँहरू चाहिँ हेरेको हेरै हुनुहुन्छ होला। यता जानुभएको छ
रोटै रोट हामी चाहिँ पुरै यो ठाडो उकालो जाँदैछौँ। ओ त्यहाँ हो यो ओ चिन्डे डाँडा। अमन ओ उकालो चाहिँ यहीँनिर छ चिन्डे डाँडा जाँदा। बोल्न पनि नसक्ने अवस्थामा स्यास्सै भयो। गाह्रो छ यहाँनिर चाहिँ ल नसक्ने रहेछु बोल्दै बोल्दै बनाउन त भिडियो नै। उताबाट आउनेले जित्नु भयो ल। ल चिन्डे डाँडा फाइनल्ली आइपुग्यौँ। चिन्डे डाँडा मुटु नै निस्केला जस्तै भइरहेछ होइन। कस्तो शीतलै छैन हौ। शीतल हुन्छ भनेर आउनु अरे हावै चलेको छैन। फाइनल्ली चिन्डे डाँडा आइपुग्यौँ। ल चिन्डे डाँडाबाट चाहिँ पछाडिको भ्यू यस्तो छ धरान। खोइ उतै परै होला नि माथि डाँडामा जाउँ। हामी चाहिँ आइपुग्यौँ। उताबाट आउनेहरू चाहिँ कता आइपुग्नु भयो थाहा छैन। पल्लोपट्टि आइपुग्नु भयो कि बल्ल डाँडैमा आउँदा चाहिँ अलिअलि हावा आयो है। आइपुग्नु भएछ। कुकुरहरू सुतेको ल जा थाहा उता आउँदै हुनुहुन्छ अनि हामी यता बस्ने भन्ने कुरो छ। यहाँ बस्ने कुरो छ त उता डाँडा नजाने होला नि त। यत्रो रिटर्न आउनु पर्छ है। हामी तपाईँहरू आउनु भएन अनि हामी यतै आएको। यहीँ बस्ने अरे अनि माथि कहाँ बस्नु केही छैन। माथि त्यो माथि त कहाँ धेरै माथि हो नि त अनि यतै बसौँ न। त्यो त माथि नै हो नि त सदा बसेको ठाउँ त। गिराउन्डमा झारै झार्छ नि त हामी हेरिवरि आएको। ल म चाहिँ पसेँ। अमन कहाँ यता नबस्ने छैन। ए लु जाउँ न त। त्यसो भए माथि नै जाउँ। अटिँदैन अरे 11 जना भएर होइन। माथि खाली भयो अरे हो। कस्तो लाग्यो साबुदाना कस्तो लाग्यो दामी खाइ हेर्नु न त खानु न खिर जस्तै हो। सेतोवाला हुन्छ क्या गोलो गोलो दाना हुन्छ। खोइ त नाचेन नि त नाच्ने गीत भएन क्या अघि त जब चाहिँदैन सम्पत्ति मुस्किलले बोला ल सम्पत्ति दिल मिले भो। अन्तिममा चाहिँ हिँडेको जस्तो नि लाग्दैन यार। ओ आफै आउँदैछन्
हो ती बसेर खोइ खुट्टा उचालेको छ लड्छ ल ल हामी घर आइपुग्यौँ 6 बजेर कति 49 मिनट बाई बाई